सबैजनालाई जय मसीह। म हेमन राई 7 मिनट्स डिभोसनमा तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु। विगत गुड फ्राइडे र इस्टर सन्डेको कारणले गर्दाखेरि हामीले नियमित आउने मंगलबारको डिभोसन जुन बिहान 7 बजे आउँदछ त्यसमा अलिकति तलमाथि भएको थियो, तर आज र आउने मंगलबारदेखि फेरि पनि हाम्रो 7 मिनट्स डिभोसनल सदा चाहिँ नियमित रूपमा मंगलबार बिहान 7 बजे नै आउनेछ। तपाईहरु जवान भएको कारणले गर्दाखेरि तपाईहरुको कुनै पनि जागिरमा होस् या सेवकाईमा होस् या कुनै पनि काममा तपाईहरुलाई पछि पारिएको महसुस या पछि परेको महसुस गर्नुभएको छ। बाइबलमा एउटा यस्तो घटना छ जहाँ तपाई जस्तै जवान हुँदाखेरि अथवा ठिटा हुँदाखेरि त ठिटा होस्, तैले केही गर्न सक्दैनस् भन्ने एउटा उदाहरण बाइबलमा पनि छ। तर त्यो ठिटा व्यक्तिले यस्तो प्रकारले जवाफ दिन्छ र उसको जीवनबाट यति अचम्मको काम, यति ठुलो सफलताको काम हुँदछ। त्यो हो पहिलो सामुएल 17 अध्यायमा दाउद र गोलियतको एउटा युद्धको घटना त्यहाँनिर छ। इजरायलीहरूलाई पलिस्तीहरूले एकदमै धेरै सताइरहेको थियो अनि पलिस्तीहरूको साथमा चाहिँ अजङ्गको 3 मिटर भनेर बाइबलमा लेखिएको छ, 10 फिट करिब एउटा राक्षस जस्तो मान्छेले चाहिँ आएर इजरायलीहरूलाई चाहिँ पराजय गरेको, ध्वस्त बनाएको अनि पटक पटक आएर चाहिँ इजरायलका परमेश्वर, हाम्रा परम परमेश्वरको पिताको मकिङ गरेको अथवा ख्याल ठट्टा गरेको अथवा खिचिटिउरी गरिरहेको थियो। अनि त्यो कुरा जब एउटा ठिटा जवान दाउदले त्यो कुराहरू सुन्दछ अनि उसले चाहिँ भन्छ म लड्न जान्छु, म त्यसलाई ठिक पार्छु भनेर भन्छ। तर त्यतिखेर इजरायलको राजा साउलले चाहिँ भन्दछ तिमी ठिटा छौ, तिमी नजाऊ, तिमीलाई सजिलैसँगले त्यसले खतम बनाउँछ। मैले पहिलो सामुएल 17 अध्याय सबै पढ्दिनँ, तर 33, 32, 33 देखि त्यहाँ तपाईँले बाइबलमा हेर्नुहुन्छ भने त्यहाँनिर देख्नुहुन्छ तिमी ठिटा छौ। जब म जवान अवस्था थिएँ अनि मेरो भेडाहरूलाई चाहिँ सिंह र भालुले चाहिँ लगेर जान्थ्यो अनि म त्यसलाई खेदाइ खेदाइ त्यसको मुखबाट नै मेरो भेडालाई लिएर आउँथेँ अनि त्यो मतिर फर्केर आउँदाखेरि त्यसलाई म कुटी कुटी मार्थेँ भनेर जब एउटा ठिटाले त्यो प्रकारको एउटा उत्साह र साहसको कुराहरू गर्छ अनि साउल पनि छक्कै परेर ओके जाउँ न त भनेर भन्छ। अनि साउलले चाहिँ के गर्छ, ऊ त एउटा राजा अनि उसको त सेनाहरू थियो अनि त्यो सबै सेनाहरूको लगाउने जुन लुगाहरू हुन्छ, सेनाले लगाउने लुगाहरू तपाईँ हामीलाई राम्रो थाहा छ। एउटा त्यतिखेरको जमानामा अब एउटा शिरमा होइन एउटा टोपी, एउटा के अरे हेलमेट जस्तो अनि छातीपाताहरू अनि पुरा सबै प्रकारको एउटा भनौँ न एउटा सैनिकहरूले लगाउने लुगाहरू जब दाउदलाई लगाइदिन्छ अनि दाउदले यहाँनिर बडो अचम्मको कुरा गरेको छ प्रियहरू है। यहाँनिर भन्छ 37 पदमा, 37 होइन म 38 पदमा जब दाउदले चाहिँ भन्छ मैले त्यसलाई खेदाइ खेदाइ त्यसको मुखबाट मेरो भेडालाई तानेर लिएर मार्थे भनेर सिंह र भालुदेखि बचाउनु हुने परमप्रभुले यस पलिस्तीहरूबाट, यस प्रकारको यो गोलियत जस्तो एउटा राक्षसबाट पनि परमप्रभुले हामीलाई बचाउनुहुन्छ भनेर जब त्यो एउटा ठिटाले परमप्रभुको नाउँ लिँदछ, उसले यहाँनिर भन्दैन म एकदमै बलियो भएको कारणले, म गोठालो, मैले एकदमै ज्यादा काम गरेर एकदमै यो आर्म्सहरू डोले सोलेहरू बनाएको कारणले, म बलियो भएको कारणले भनेर भन्दैन। उसले 38 पदमा यसरी भन्छ, 37 पदमा यसरी भन्छ, पहिलो सामुएल 17 अध्यायको 37 पदमा सिंह र भालुदेखि बचाउनु हुने परमप्रभुले, सुरुमा चाहिँ भन्छ मैले मारेँ तर मलाई मार्नको लागि साहस दिनुहुने, मलाई बचाउनु हुने परमप्रभुले नै यस पलिस्तीको हातबाट मलाई पनि बचाउनुहुन्छ हेर्नुहोस्। अनि तब साउलले भने त्यसो भए जाऊ र परमप्रभु तिमीसँग हुन्, जाऊ र परमप्रभु तिमीसँग हुन्। तब साउलले दाउदलाई आफ्नै लबेदा लगाइदिए। एउटा राजा, एउटा सेनापति राजा, एउटा युद्धमा जाने राजाले आफ्नो सबै लुगाहरू लगाइदिए अनि झिलम लगाएर उनले काँसाका टोप तिनको शिरमा लगाइदिए। त्यसपछि दाउदले आफ्नो तरवार झिलममाथि कसिदिए दाउदलाई अनि तिनी अन्कनाए किनभने तिनको ती लगाउने बानी थिएन। हेर्नुहोस् है, तिनले साउललाई भने यी लगाएर म जान्न सक्दिनँ किनभने यो लगाउने मेरो बानी छैन। अन्कनाएर भने 39 पदमा, पहिलो सामुएल 17 अध्यायको 39 पदमा अन्कनाएर भने म यो लगाएर जान सक्दिनँ राजा, हजुर म यो लगाएर जान सक्दिनँ किनकि यो लगाउने मेरो बानी छैन।
बडो अचम्म प्रकारले भन्छ। अनि उसले त्यो सबै फुकालेर जान्छ अनि खोलामा गएर चिल्लो चिल्लो 5वटा ढुङ्गा उसले छान्छ अनि आफ्नो घुइँत्रो बोकेर युद्धमा जान्छ। अनि युद्धमा गएर जब गोलियत चाहिँ एकदमै राक्षस जस्तो खिसीट्युरी गर्दै हेपेर बोल्दै आइरहेको बेलामा एउटा ढुङ्गा घुइँत्रोमा बोकेर घुइँत्रोमा राखेर घुमाएर जब सुई यहाँ हानिसके पछाडि निधारमा लाग्छ। 10 फुटको मान्छेको निधार कत्रो हुन्छ होला आफै सोच्नुहोस् होइन। म त 5 फुट 7 इन्च छु, तपाईँ हामी नेपाली 5.5 5 कोही 6 फुट पनि हुन्छौँ, तर 10 फुट 4 फुट अल्को एभरेज हाम्रो हाइटभन्दा 4 फुट अल्को 10 फुट मान्छेको निधारमा झ्यापे लगाएपछि पनि गर्लम्मै। प्रियहरू, यसले के जनाउँछ भन्दाखेरि एउटा ठिटा जब परमेश्वरको उपस्थितिमा परमेश्वरसँगको सङ्गतिमा रहेको एउटा ठिटा, परमेश्वरसँगको सम्बन्धमा एउटा जरा गाडेर बसेको ठिटाले सेनाले लगाउने सबै लुगाहरू निकालिदिन्छ। अहिलेको भाषामा भन्ने हो भने AK-47 गन हुनसक्छ, एकदमै बुलेट प्रुफ ज्याकेटहरू हुनसक्छ होइन, एकदमै बुटहरू हुनसक्छ, हेलमेट भयङ्कर खतरा बुलेट प्रुफ हेलमेटहरू, चस्मा, यो सबै कुराहरू निकालेर आफ्नो हतियारहरू फ्यालेर होइन आफूले सधैँ चलाइराख्ने घुइँत्रो उसले लिएर जब जान्छ, जब शत्रुलाई घुमाएर हानिसकेपछि शत्रुलाई डाङ्ग्राङ्ग भुइँमा झारिदिन्छ। प्रिय, यो दाउदले आफ्नो बलले गरेको कारणले होइन, दाउदले घुइँत्रो चलाउन जानेको कारणले होइन, दाउदमा एकदमै अदम्य साहस मात्र भएको कारणले होइन। प्रियहरू, दाउदले त्यहाँ भन्छ 39 पदमा मलाई यी लगाउने बानी छैन। दाउदलाई के कुराको बानी थियो? प्रियहरू, तपाईँहरू म पनि केही कुराहरूको बानी छ। हामी जवानहरू, हामी मानिसहरूमा हरेक कुराको बानी हुँदछ, हरेक व्यक्तिको बानी फरक फरक हुन सक्दछ। दाउदको केही बानीहरू थियो, त्यो बानीहरूको कारणले गर्दाखेरि प्रियहरू दाउद परमेश्वरमा बलियो थियो। परमेश्वरमा बलियो भएको कारणले गर्दाखेरि जस्तै सामना आए तापनि आफूभन्दा 4-5 फुट अल्गो शत्रुलाई पनि उसले एउटै ढुङ्गाले झारिदिएको छ, भुइँमा गर्लममा लडाइदिएको छ। प्रियहरू, ढुङ्गाले होइन, घुइँत्रोले होइन, उसको क्षमताले होइन, उसको सिपले होइन। प्रियहरू, उसको केही बानीहरू थियो, त्यो बानीको कारणले गर्दाखेरि लडेको थियो। र आज म तपाईँलाई यो आजदेखि उसो 4वटा हप्ता चाहिँ म तपाईँलाई उहाँको दाउदको बानीको बारेमा तपाईँलाई केही भन्न गइरहेको छु। पहिलो बानी चाहिँ दाउदको के थियो भन्दाखेरि प्रियहरू, दाउदले परमेश्वरको वचनलाई दैनिक प्रेम गर्ने बानी थियो उसको। भजन सङ्ग्रह 119 को 97 मा दाउदले भन्दछ, आहा तपाईँको व्यवस्था कति असल, यसमाथि म दिन र रात मनन गर्छु। हेर्नुहोस्, दाउदको पहिलो बानी थियो परमेश्वरको व्यवस्था अथवा परमेश्वरको धर्मशास्त्र, यो पवित्र बाइबललाई प्रेम गर्ने बानी थियो। त्यही भएर भन्छ, आहा तपाईँको वचन कति असल छ। परमेश्वरको वचनलाई जुन व्यक्तिले आहा गरेर पढ्दछ, अध्ययन गर्दछ, त्यो वचनलाई पालना गर्दछ नि, उसको जीवनमा जहिले पनि असल काम मात्रै हुन्छ। उसले उफ गर्नुपर्ने अवस्था कहिले पनि आउँदैन। त्यसै कारण त भन्दछ परमेश्वरको वचन महभन्दा पनि मिठो। त्यस कारणले गर्दाखेरि यो आहा भनेर दाउदले पढ्दछ। के तपाईँ र म परमेश्वरको वचनलाई यति धेरै प्रेम गर्छौँ कि तपाईँ र मेरो जीवनमा परमेश्वरको वचनलाई अध्ययन गर्ने बानी छ? दाउदको बानी थियो। दाउदले किन त्यो कुराहरू परमेश्वरको वचनलाई आहा गर्थ्यो? किन भन्दै पाप गर्नबाट दाउदले बच्नको लागि भजन सङ्ग्रह 119 को 11 भन्छ, तपाईँको विरुद्धमा पाप नगरौँ भनेर तपाईँको वचनलाई मेरो छाती पातामा एउटा ट्याब्लेट जस्तो बनाएर मैले राखेको छु। त्यस कारणले दाउदले आहा तपाईँको वचन भन्दछ। अर्को भन्दछ, दाउदलाई दुःखमा पर्दाखेरि सान्त्वना दिने परमेश्वरको वचन भजन सङ्ग्रह 119 को 50 पदमा भन्दछ, दुःखमा पर्दाखेरि सान्त्वना दिने परमेश्वरको वचन। त्यस कारण दाउदले आहा भनेर परमेश्वरको वचनलाई भन्दछ। अर्को कुरा भन्दछ, ठुलो दुःखमा पर्दाखेरि शान्ति दिने परमेश्वरको वचन भजन सङ्ग्रह 119 को 165 मा भन्दछ दाउदले। त्यसै कारणले गर्दाखेरि पाप नगरौँ भनेर दुःखमा सान्त्वना पाउनको लागि र दुःखमा बडो शान्ति पाउनको लागि परमेश्वरको वचन दैनिक प्रेम गर्ने दाउदको बानी थियो। त्यो बानीको कारणले गर्दाखेरि उसले परमेश्वरसँगको सम्बन्धमा बडो तातो र रातो रापिलो न्यानो सम्बन्ध थियो। त्यही सम्बन्धको कारणले गर्दाखेरि शत्रुमाथि विजय भएको थियो। कि तपाईँ र म पनि शत्रुमाथि, ठुलो शत्रुमाथि, आर्थिक शत्रु हुनसक्छ, सम्बन्धको शत्रु हुनसक्छ, आत्मिक शत्रु हुनसक्छ, सामाजिक शत्रु हुनसक्छ। यदि त्यसलाई गर्लममै ढाल्ने हो भने परमेश्वरसँगको सम्बन्ध रापिलो
तातो हुनु पर्यो। परमेश्वरसँगको सम्बन्धमा रापिलो हुनको लागि चाहिँ प्रियहरू एउटा बानी आज हामी हेर्दै गरिरहेका छौँ, परमेश्वरको वचनलाई प्रेम गर्ने बानी, दाउदको जुन बानी थियो। अर्को हप्तामा फेरि हामी अर्को बानी हेर्नेछौँ। अरू हाम्रो बारेमा जान्न चाहनुहुन्छ भने www.awakeningmedia.com.np मा अर्थात् हाम्रो युट्युब च्यानल नबनेको कथामा पनि गएर तपाईँहरू हेर्न सक्नुहुन्छ। धन्यवाद।